हेलो अनि नमस्ते एभ्रिवान वेलकम टु द माई गुरुङ ब्रदर्स युट्युब च्यानलमा तपाईँलाई धेरै धेरै स्वागत छ। आफ्टर लङ टाइम पछि चाहिँ मैले भिडियो बनाउँदैछु होइन। रिजन चाहिँ अब यही हो, विदेश जानु थियो, केही गर्नु थियो आफूलाई केही गर्नु थियो, त्यसैले केही गर्छु भनेर विदेश आएको छु। अनि अहिले चाहिँ हामी नागोयाको शिवता भन्ने ठाउँमा छौँ। यो जापान आएको छु है, कतिलाई थाहा पनि छ होला र कतिलाई थाहा पनि छैन होला। नागोयाको शिवता भन्ने ठाउँमा छु। मेरो भ्युवर्सहरू कोही हुनुहुन्छ भने आएर भेट्न सक्नुहुन्छ मलाई। अगाडि चाहिँ हाम्रो रोमन सान हामी कति दिन भयो अरे आएको? 14 दिन भयो। हाम्रो केटाहरू यहाँ पनि छ है। ल जुजु हरिसान, लक्ष्मण सान, आकाश सान, आशिष सान, राजेश सान, रोशन सान, यो चराहरू पुरै माछा खानको लागि आइरहेको क्या। यो चाहिँ अब माछा मारिरहेको मान्छेहरू फिसिङ एरिया हो क्या यो चाहिँ पुरै टोटल्ली। हिजो पानी माथिसम्म थियो कि, अहिले चाहिँ पानी मात्रै, अहिले चाहिँ पानी घटेछ होइन। खासरी आज हामी चाहिँ उतापट्टिको यो पारीको सहर जानु लाग्यो, किनभने त्यहाँ चाहिँ अब तरकारीहरू सस्तो पाउँछ अरे। जता सस्तो त्यता नेपाली मस्त भन्ने जस्तो हो क्या। अब के गर्नु, तरकारी सस्तो भएपछि जता पनि जानै पर्यो। त्यही हो। क्या मस्त आएको चराहरू यार। हाँ सर चले के फिल्म गरे? ट्रेस क्यान चाहिँ आरे मासेन रोमन सान पुरै त्यो क्यान फाल्नको लागि क्यान नभएर यस्तो लिनु परिरहेछ। ट्रेन आउने पटरी। हाम्रो स्टेसन चाहिँ त्यो हो कि शिवताको। क्या दामी चिनाएको यार यसरी हिँड्दाखेरि टुक्क नेपालीहरू भेट्यो नि हुन्थ्यो नि। यसो हिँड्दा हिँड्दा नेपाली भेट्दै भए कस्तो आनन्द आउँथ्यो होला यार। ट्रेन गराएर के गर्नु, अहिले पुलमा छु हामी चाहिँ। अब यसरी पुल छ उतापट्टि ट्रेनको बाटो। मान्छे आइरहेछ यार। माछाहरू छेउछेउमै आइ क्या यार। यहाँ माछा आमा ओए छाल्दा डेन्जर दिन्छ त। त्यो उस भएको त यसरीमा घाउका भावा त यसरी गर्नुहुन्थ्यो यार। ऊ त हेर्दा आमा ओए जाल हान्नै पर्दैन क्या, त्यहाँ लामो त्यो झुन्थ्यो नि, यो जस्तो टाइपको क्या, त्यो जाली जस्तो कुँडलो हो क्या। माछाहरू पुरै यहाँ छ कि यत्रो जापानिज स्टार छ यहाँनिर धेरै धेरै छ।
यस्तो रहेछ कन्स्ट्रक्सनको रहेछ यार पुरै ट्रेनहरू छ पुरै यार यहाँ चाहिँ लास्ट उस है कडा के त्यो आफूले खाएको एक ठाउँबाट किनेको क्यान अर्को ठाउँमा हाल्नु नपाउने क्या दामी ठाउँ छ यार महा बाटो यस्तै चिल्लो छ त बाटो पनि यार 32 करोडको जुत्ता छ यहाँनिर फेरि आम्बो आशिष कलेज बाटोमा हिँड्दा हिँड्दा नि झ्याउै लागिसक्यो कम्बिनी माट आयो त्यो भुराहरू चाहिँ के हेरेको के हेरेको दस तिमी यार अलिक ठुल्ठुलो माछा हेरे नि यार भुराहरू हेर्छ ठुल्ठुलो माछा हेर्ने यार यही राजस्थान सस्तो रहेछ त 580 आलु कति रुपियाँ 230 त्रुवाकाबाट एउटा बल्ल एउटा आलु किनेछ राजेश के किनेको छ अन्डा 287 रुपियाँ 287 रुपियाँ आलु किनेछ यो चाहिँ खालि आलु मात्रै खाँदो रहेछ आशिष के किन्यौ फाइनली होइन सामान किनियो मेरो भ्लगमा पुरै मोज छ होइन केटाहरू फाइनली सामान किनियो केटाहरूले सामान किनियो होइन यहाँ चाहिँ सस्तो पाइन्छ मामिका आइपुग्यो केटी है कति राम्रो हेर बोलेको यस्तो के बोले भाइ क्यामेरा उल्टो हुन्छ सो फाइनली हामी चाहिँ अब दाइको रुमबाट अपार्टमेन्टबाट चाहिँ घुम्नको लागि हामी बाहिर जाँदैछौँ है हाम्रो दाइ यहाँ हुनुहुन्छ नमस्ते इकिमास अब उमी पुगेपछि चाहिँ टिकटक बनाउनु पर्छ लाग्यो अब समुद्रतिर जापानको समुद्रतिर लाग्यो अब जापान आएको 8 दिनपछि समुद्रतिर लाग्यो साथमा मलाई सजिलो होस् न
8 दिन बस्दा त्यस्तो कुरो भए 3 वर्ष बस्दा कस्तो होला अब समुद्रको बिचमा आइरह कन्सर्ट पनि रहेछ त लक्की हो क्या हामी चाहिँ लास्ट लक्की क्या हामी चाहिँ होइन कन्सर्ट पनि सुरु भइसक्यो अब है त्यही हो कन्सर्ट सुरु भएको छ हेरिन्छ अब मस्त होइन जापानिज कन्सर्ट पुरै ए गर्दै के ए गर्दै हेरिन्छ क्या पुरा ए गर्दै के भाषा हल्का हल्का चोत्ते भाषा चोत्ते जापानिज डान्समा हो लडेको छ फाइनली पुग्यो हामी पनि अब समुद्रको छेउमा बसेर फोटो खिच्दै नि अब के आनन्द के होइन मान्छेहरू आएको छ अब त्यो अनुहार देख्न मिल्दैन रतन कार्की दाई जस्तै त्यो भाइ पर्छ होला यार रतन कार्की भाइ जस्तै फेरि पर्न सक्छ क्या त्यो केस आउन सक्छ त्यो भएर कि ए गाडी आएकिन हेर्नु पर्यो सुरुमा सरी ओए परिहरू हेर्ने परिहरू कि गाइस परिहरूको जापानिज परिहरू ढ्यास छ फेरि ल अब त तिमी त हेरेर बस्छ क्या डार्लिङ बेबी अब त है तिम्रो लागि भनेर छुट्याएको ठाउँ पनि अब अर्कैले लोजिसक्यो है के गर्नु म त भ्लगमा त भन्नु मन थिएन तर त्यही पनि म त भ्लगमा भनिदिन्छु अब है के गर्ने यस्तै छ है मनमा पाप राख्न सकिँदैन जे छ त्यो त भनिदिन्छ होइन समुद्र छ समुद्रको छेउमा बसेर चट्ट होइन सबैजना मिलेर बसिन्छ हामी त होइन गाह्रो छ क्या अब तिमीलाई भुल्न त त्यति टाइम पनि लाग्दैन क्या अब चाहिँ कन्सर्टमा जान मिल्दैन दाइ टिकट सिस्टम होला टिकट सिस्टम गाह्रो पऱ्यो पैसै दिएर जान्छ के गर्नु यस्तै छ रुखहरू पनि दामी छ है के गर्नु पार्क हो पुरै रोमन स्यान केही जाओस् न त अब समुद्रको छेउमा गएर डह्रो जान्छ नि फेरि समुद्रको भनेपछि फेरि चक्खो गयो फेरि के चक्खो के कसो त अड्क होइन चोखो रोमन स्यान खायो के भन्नु छ अहिले उहाँ समुद्रको छेउमा समुद्रको छेउमा पुगेपछि त त्यो त भन्नै पर्दैन नि त्यो त मेरो पनि जान्छ नि के भनेको थियो नि त त्यो थाहा नि त मलाई पनि हामी त आफू त जहाँ गए पनि अब त्यो नेपाली पना छोडिदिँदैन है यसरी है टी सर्ट लगायो भने चाहिँ यसरी हिँडिन्छ के नै छ र त्यो हुन्छ नि मान्छेहरू गएर त्यो नेपाली पारा नदेखाउने के पुरै जापान त्यति भनेर चाहिँ नराम्रो भन्न खोजेको होइन है हाम्रो नेपाल आफ्नो नेपाल मुटुमा छ होइन तर त्यो के अलिकति के होइन ल हेर न ल यतिकै हेर न ल रोमन होइन हेर न यार अर्काको पार्क यति राम्रो हुन्छ यार हाम्रो यतिको पार्क भएको भए यो पुरै फोहोर हुन्थ्यो के
अब भन्ला होइन मेरो त अब सब्सक्राइबर पनि त्यति छैन होइन भन्ला के भन्ला भने अब जापान गएर त ठुलो पल्टेको यस्तो यस्तो भन्ला होइन भन मलाई बाल छैन सत्यता जहिले पनि तितो हुन्छ त्यो चाहिँ याद छ क्या होइन थोरै बोल्नु मिठो बोल्नु भन्छ होइन तर के गर्ने अब भ्लगरहरू होइन मान्ने क्या पुरै ट्रेडिसनल डान्स भइरहेको रहेछ त यार मेरो डान्स गयो भने खत्रै जान्छ नि फेरि अहिले उसमा पुग्न देऊ न 20मा पुग्न देऊ न अलि छेउमा पुलिसहरू छ त म त फेरि जता गए पनि मामाहरू त लास्टै मनपर्ने हो नि सिप के गर्ने छ टावर माथि गएर तेरे नाम गर्नुपर्ने त यहाँ Oscar, hello. Sakar, hello. Say hi. Good. म त फेरि जेसीबीको ठुलो फ्यान हो नि त्यहाँ जेसीबी रहेछ नि त फेरि है गाह्रो छ फेरि बिना गीतमै जान्छ कि मेरो एउटा डान्स त ल बिना गीतमै जान्छ दाइ क्यामेरा समात्नु त एकचोटि ल क्यामेरा समात्नु त पुरै होइन तेरे नाम ये के गर्नु गाह्रो छ बिच होइन के भन्थिस् जाँदैन भनेको होइन यस्तै हो यस्तै गाह्रो छ भ्लगमा पनि बोलिन्छ के नै छ र हामी के झलक हेर्न जाँदैछौँ अब फेरि माथि लक्ष्मण दाई क्या गोरो देखेको लक्ष्मण दाईलाई यार कसम छ यार अनि उसले नि टर्कायो कपडाले टक्कायो कि त्यसरी त कपडाले कि ओ केटा हो मैले किनेको सिप प्राइभेट सिप हो केटा हो फ्री तिमीहरूलाई फ्री हो यहाँनिर आऊ केटा आऊ तिमीहरूलाई यो हेलिकप्टरमा पुरै घुमाउँछु कि म जापान पुरै घुमाइदिन्छु म फाइनली मेरो प्राइभेट सिप आयो गाइज म त जापान आएर लास्टै धन्यवाद हो नि फेरि यार मलाई लिन आएको के मेरो ड्राइभर पनि त्यहीँ छ पुरै मैले माछा मार्न पठाएको थिएँ के गर्नु अब त्यो माछा ल्याएन छ त्यो मान्छे मात्रै बोकेर आइछ कि गाह्रो छ त्यही मेरो फेरि आफ्नै स्टेसन पुरै अब सिपको स्टेसनकै 50 करोडको हो ड्याममै मेरो म्यानेजर पनि छ ऊ सुराइरहेको छ म्यानेजर के गर्नु अब आफ्नो सामान त अब जतन गरेर राख्नु परिहाल्यो यति छ ल अब आएको 8 दिनमा यत्रो किनिसक्यो होइन बाउ त धनी नै हो नि मेरो त जापानको राष्ट्रपति नै आफ्नै छोरा बाउ पढ्न जान्छ यार के भन्नु यस्तै छ है अब हेर न सर्ट पनि गुच्चीको हो क्या फेरि हेलो के छ ए फेरि आइफोन पो टल्किरहेको छ यार के गर्नु किनिसक्यो क्या यहाँ आइफोन अब मेरो म्यानेजर यहाँ मेरो सेक्युरिटी गार्ड यहाँ छ यार सेक्युरिटी गार्डलाई पनि यस्तो राम्रोसँग देखाइदिउँ न है सेक्युरिटी गार्ड गाह्रो छ नि यति नै भोलि फेरि पनि ब्लग ल्याउने बाचा गर्दै आजको लागि ब्लग यहीँ टुङ्गाउँछु म